नमस्कार। यो हो नेपाल देश पनि फेसबुक पेज। तपाईहरुले विभिन्न समय सान्दर्भिक अनुसार भिडियो सुन्दै आउनु भएको छ। धेरै साथी यो फेसबुक पेजमा फलो गरेर जोडिसक्नु भएको छ र जोडिने साथीहरुलाई पनि धेरै धेरै धन्यवाद र आउने साथीहरुलाई पनि धेरै धेरै स्वागत छ। तपाईं हामीले बहस र विमर्शले एउटा निचोड निकालेर देश र सत्ता शासन र देशको मानवीय स्वरूप र अब जनताको अवस्था परिवर्तन गर्न सक्छौं भने अठोट हामीले लिन्छौं। तपाईले पनि लिनुहोस्। आजैबाट राजनीतिक पार्टीको दास भएर झोला बोक्न छोड्नुस्। स्वतन्त्र नागरिक भएर एउटा पार्टीले 5 वर्ष कार्यकाल कुरेर हेर्नुस्, भोट दिएर जिताउनुस्। अगर 5 वर्षमा त्यसले 1 को 2 गराएन भने त्यसलाई बहिष्कार गरेर अर्को नयाँ पार्टी फेरि खोज्नुस्। त्यो लक्ष्य जनताले बोक्नुपर्छ। कुनै यिनी राजनीतिक पार्टीका केपी शेरे प्रचण्डले को दास बनेर देशलाई चाहिँ बन्धक जेल बनाएर चाहिँ नारकीय जीवन बिताउन बाध्य जनतालाई चाहिँ साथी राखेर एकचोटि गाउँ बस्तीमा ठाउँमा गएर हेर्नुस्। गरिबको पीडा कति छ नेपालमा। सबै चीज हुँदा पनि जनताहरू गरिब किन छन्? सरकारले एउटा गोरीखानी वातावरण सिस्टम तरिका बनाइदिने हो भने हरेक व्यक्तिले आफ्नो जमिनमा उत्पादन गरेको चीज बेचेर सहज रूपले आफ्नो जीविकोपार्जन गर्न सक्छ। भएका जंगल खनिज त्यसपछि जडीबुटीलाई संस्थागत गरेर सरकारले एउटा किन्ने वातावरण बनाइदिने हो भने जनता त्यसमा आत्मनिर्भर हुन्छन् र कुनै पनि व्यक्ति स्वास्थ्य शिक्षा जस्ता आधारभूत चीजहरूलाई निशुल्क पूरा नसके पनि अलिकति सहुलियत दरमा जनतालाई पढाउने स्कुल विद्यालय र स्वास्थ्य चौकी हुने हो भने धेरै जनताहरू चाहिँ विदेश जान रोकिन्छन्। धेरै जनताहरू चाहिँ त्यसमै बस्नुपर्छ भन्ने वातावरण सिर्जना हुन्छ। यसको बारेमा सोच्ने कहिले? पुराना राजनीतिक पार्टीबाट तपाईले एउटा कुनै चाहिँ यस्तो कुराको सन्दर्भ उठाएको देख्नु भएको छ? यत्रो सालसम्म 36 सालसम्म तपाईले देख्नुभयो र अहिले पनि त्यसैको झोला बोकेर केपीबा जिन्दाबाद भन्ने हिँडेर तपाईले नेपाल समृद्धि बनाउन सक्छन् उनको पालामा भन्ने तपाईलाई अठोट छ? तपाईको मुख बोलेको मात्रै हो, मन तपाईको बोल्न सक्दैन। तपाईको मनले भित्रभित्र तपाईलाई पोलेको छ। हामीले गलत गर्यौं तर तपाईले क्षणिक स्वार्थको लागि मात्रै तपाईले उनको पछि लाग्नु भएको छ, देश बर्बाद पार्नु भएको छ। अब सोच भोट बदलौं, देश आफै बदलिन्छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी र आम युवा वर्गको नारा हो। हाम्रो नारा पनि त्यो छ। हामी विदेशी भूमिमा बसेर यत्रो आवाज लिएर कराउन पर्ने केही छैन। हाम्रो आवाज कसैले नदिए पनि 150, 200, 300 जना मान्छेले भिडियो हेर्छन्। यो बोली 100औं सालसम्म यिनी फेसबुकमा मिडियाहरूमा रहिरहन्छ र आउने पिँढीले पनि यो आवाजहरू सुन्छ। यो आवाज क्रमशः बढ्दै 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 जान्छ। भविष्यमा यसले देश बनाउने संकल्प साथ पार्टीमा गएर जोडेर ठूलो आकार ल्याएर देश परिवर्तनमा संवाहक बनेर हिँड्छ। यसको लागि यो आवाज अहिले सानो बोलीमा छ, भोलि अलि चर्को हुन्छ, भोलि अलि चर्को हुन्छ र भित्र भ्रष्टाचारीका आन्द्राभुँडी निकालेर ल्याउने सामर्थ्य यो बोलीले राख्छ। यति कुरा हेक्टर होस् तपाईहरुलाई। राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र देश बनाउँछ भन्ने कुरा हामीले ठोकुवाका साथ भन्छौं। खराब प्रवृत्ति र खराब पात्र हरेक राजनीतिक पार्टीमा हुन्छन्। जब पार्टी सशक्तिकरण हुन्छ त्यहाँ शुद्धिकरणको अभ्यास फेरि चलिहाल्छ। हाम्रा सबै सभापतिबाट त्यो काम हुन्छ भन्ने हाम्रो आशा छ। जय देश जय गणतन्त्र।